तपाईहरुलाई थाहा छ कसैले पनि कसैको बेइज्जती गर्न पाउँदैन। तर नेपालको कानुनले यो बेइज्जती भन्ने शब्दलाई कसरी परिभाषित गरेको छ त? आउनुहोस् त्यो बारे आज हामी जान्छौँ। सो कुनै पनि एउटा व्यक्तिले अर्को व्यक्ति उप कुनै अभिव्यक्ति दिँदा रिटर्न फर्ममा होस्, बोलेर होस्, कुनै जेस्चरले होस्, हैन, कुनै आचरणले होस् वा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेर होस्, कुनै पनि तरिकाबाट त्यो व्यक्तिको इज्जत, आमद, नैतिकता, आचरण जुनै पनि कुरामा असर पर्न सक्छ भन्ने कुरा थाहा हुँदाहुँदै वा त्यस्तो असर पर्छ है भनेर विश्वास गर्न सक्ने कुनै मानसिक कारण हुँदाहुँदै त्यस्तो कार्य गर्छ भने त्यस्तो कार्यलाई नेपालको कानुनले बेइज्जती भनेर भनेको छ। अब त्यो बेइज्जती गरेको कार्यलाई चाहिँ कुनै व्यक्तिले प्रचार प्रसारको लागि होस् वा अन्य कुनै प्रयोजनका लागि होस्, उसले चाहिँ सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट प्रचार प्रसार गर्छ भने त्यस्तो कार्यलाई पनि बेइज्जती भएको कार्य भनेर नेपालको कानुनले परिभाषित गरेको हामीले पाउन सक्छौँ। अब के यो बेइज्जती गर्दैमा यो ठुलै कसुर हो त? हाँसी मजाक गर्दैमा हामीले ठुलै सजाय भोग्नुपर्ने हो त भन्ने प्रश्नमा यो के हो त? सानो कसुर हो या ठुलो कसुर हो त? हजुर, नेपालको कानुन अनुसार यो सानो कसुर भने पक्कै पनि होइन। किनभने त्यस्तो कार्य गर्ने व्यक्तिलाई नेपालको कानुन अनुसार 2 वर्षसम्म कैद सजाय वा 20,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय पनि हुन सक्छ। अझ पक्नुस् है, यदि यस्तो कार्य सामाजिक सञ्जाल मार्फत विद्युतीय माध्यमबाट गरिन्छ भने अर्को 1 वर्ष थप पनि कैद सजाय हुन सक्छ। अझै पनि सकेको छैन। त्यस्तो व्यक्तिको नैतिकता, आचरण, उसको इकोनोमिक स्टेटस लगायत सबै सोशल स्टेटस लगायत सबै कुरामा परेका असर हेरेर यदि उसको त्यो असर ठुलै परेको छ भने चाहिँ उसलाई क्षतिपूर्ति, कम्पेन्सेसन समेत हामीले फेरि पनि दिनुपर्ने हुन्छ। त्यसैले थिङ्क बिफोर यु स्पिक। थ्याङ्क यू।